तपाईँ हामीलाई थाहा नै छ संसदमा धेरैपल्ट बाँदरको विषयमा उठेको, तर के तपाईँलाई थाहा छ सांसदहरू नै बाँदरको शैलीमा अवतार लिएर बाँदरको जस्तै हानाहान गर्छन् भनेर सायद हामी कसैले सोचेको पनि थिएन होला। सांसदमा संसदका दलहरू किन जङ्गिरहेका छन् त? यो कुरा जान्न चाहनुहुन्छ भने अन्तिमसम्म रहनुहोला र यस च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै भिडियोतर्फ लागौँ है त। राख्दै गरेको हुनाले बस्न पनि अनुरोध र उहाँलाई मैले समय पनि दिएको छैन र उहाँलाई मैले माइक पनि दिएको छैन। त्यसकारणले मान्य सदस्यले पटक पटक बैठकमा मर्यादा विपरीत कार्य गरिरहेको विषयमा मेरो ध्यानाकर्षण भएको छ। सांसदहरूप्रति किन पटक पटक ध्यानाकर्षण भइरहेको छ त भन्ने कुरा जान्नको लागि हामीसँग जोडिरहनु है त। मान्य सदस्यहरूलाई मैले समय दिइरहेको छु, मान्य सदस्यहरूलाई बोल्न माइक पनि दिइरहेको छु, मान्य सदस्यहरूलाई मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय पनि दिइरहेको छु, व्यवस्था गरिरहेको छु। तर मान्य सदस्यहरूले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ। आखिर किन सभामुख प्रमुखसँग यति साह्रो आक्रोश भइरहेका छन् र रिसाइरहेका छन् त सांसदहरू? म ध्यानाकर्षण गराउँछु। सायद ती चारजनाले आशिकालाई नसमाएका भए सायद आज सांसदहरू हस्पिटलमा भर्ती हुन्थे होला। 2060 सालमा आएको माओवादीले मात्र कुर्सी तोडफोड गरेका थिए, तर 2083 सालमा आशिकाजीलाई सायद नसमाएको भए आज सांसदहरू हस्पिटलमा भर्ती भइरहेका हुन्थे होला। आशिका तामाङलाई थुमथुमाएर बाहिर लग्यो र उसले बोल्ने समय माग गरेकी छिन्। मैले सत्तापक्ष र विपक्षी बेन्चका सबै मान्य सदस्यहरूले मागे अनुसार र सभामुखले आफ्नो सचिवालयसँग संवाद गर्दै छलफल गर्दै कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गर्दै समयहरू निर्धारण गर्ने र आवश्यकताको आधारमा विषयवस्तुको आधारमा निरन्तर समय दिने र मान्य सदस्यहरूलाई बोल्न दिने काम निरन्तर गरिरहेको कुरा हाम्रो रेकर्डमा सुरक्षित छ र यो प्रतिनिधि सभाको बैठक लाइभ भइरहेको छ। त्यसकारणले सभामुखले कसलाई समय दिएको छ, कसलाई समय दिएको छैन र कसरी समय निर्धारण गरेको छ यो सबैतिर सर्लङ्ग छ। त्यसकारणले म मान्य सदस्यहरूलाई हरेक दिन कार्यसूचीमा हामीले राखेको विषयवस्तु अगाडि नबढाइकन विरोध मात्रै गरिरहने हो भने हामी कानुन निर्माण गर्नलाई 10 वर्ष भयो संविधान बनेको, तर कानुन निर्माण भएन भनेर मान्य सदस्यहरूले नै बाहिर गएर यहाँहरूले आफ्नो जनतासँग बोलेको मैले सुनिरहेको छु, सत्तापक्ष होस् या विपक्षी बेन्चका मान्य सदस्यहरू। त्यसकारणले म मान्य सदस्यहरूलाई मर्यादित भएर प्रश्न सोध्ने, आफूले समय माग्ने, त्यसपछि सभामुखले दिएको समयमा विषयवस्तुमा केन्द्रित रहेर आफ्ना प्रश्नहरू गर्ने कुरा गर्नको लागि म अनुरोध गर्छु। माननीय गुरु बरालले के कुरा राख्न चाहनुहुन्छ त सांसदमा तपाईँहरू सुन्नुलाई? उहाँलाई आफ्नो कुरा राख्नको लागि छोटो समय दिएको छ र उहाँले यति छोटो समयमा आफ्ना के कुरा राख्नुहुन्छ त?
सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 जसले 56, 57, 58, 59 र 60 मा स्पष्टसँगले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तरको व्यवस्था गरेको छ। यो भित्र 56 ले प्रत्यक्ष प्रश्न गर्न सकिनेदेखि लिएर 57 ले प्रत्यक्ष प्रसारण गर्ने कुरा हुँदै 58 ले जानकारी प्रसारण गर्न जानकारी गराउनु पर्ने, 59 ले प्रश्न सम्बन्धी शर्त लागू हुने र 60 ले छलफल नगरिने सम्मको व्यवस्था यसमा छ। सभामुख महोदय, आज जे चिज हजुरबाट यहाँ रुलिङ भयो यो विषय अत्यन्त यो नियमावलीको व्यवस्थासँग मेल खाँदैन। सभामुख महोदय, प्रधानमन्त्रीजी आउनुभयो, आफ्नो कुरा ध्यानाकर्षण गराउनु भयो, यो उहाँको कुरा ठिक होला, त्यसप्रति हाम्रो आपत्ति छैन। तर म स्वयं प्रतिनिधि सभाको सदस्यले प्रश्न गर्न पाउने जुन यो नियमावलीले दिएको अधिकार छ, यस्तै अरू मान्य सदस्यहरूको पनि अधिकार छ। यो अधिकारलाई भने यहाँ हनन भएको छ र सभामुख महोदयले यो पहिला यो परिच्छेद 9 को सम्पूर्ण व्यवस्थालाई प्रबन्ध नगरिकन आज जसरी हाउसमा प्रश्न उत्तरको विषयलाई अगाडि सार्नुभयो, यो विषयमा सभामुखज्यूले एकपल्ट यसको अध्ययन गरेर प्रश्न रुलिङ गर्नु पर्यो। हजुरले जे चलन चलाइदिनुहुन्छ चलन त्यही चल्छ। यो प्रतिनिधि सभामा पहिलो पटक प्रधानमन्त्रीज्यू आउनु भएको छ। यो नियमावलीले जे आदेश दिएको छ, जे नियमन गरेको छ, त्यस अनुरूप गरिदिन र त्यस अनुरूप सञ्चालन गरिदिन, विधि चलाइदिन म हार्दिक अनुरोध गर्छु। धन्यवाद। तपाईँहरूले यस भिडियोबाट निकै कुराहरू जानकारी प्राप्त गर्नुभयो होला भन्दै आजको भिडियो यहाँ अन्त्य गर्न चाहन्छु। र यस च्यानललाई अझै पनि सब्सक्राइब गर्नुभएको छैन भने लाइक, कमेन्ट, सब्सक्राइब गर्न नभुल्नु होला। र म फेरि नेक्स्ट भिडियो लिएर आउनेछु भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।